धेरै साथीहरूले भन्नुहुन्छ तँ राष्ट्रिय स्वतन्त्र पार्टीको झोले भइस् भनेर। म साथीहरूलाई के भन्न चाहन्छु भने यदि देश र जनताको निम्ति कुनै पार्टीले कुनै व्यक्तिले काम गर्छ भने उहाँको झोला म सधैँभरि बोक्न तयार छु। जस्तै गेहेन्द्र साईले अस्ति संसदमा उठाउनु भएका कुराहरू एकदमै मलाई मन परेको कुराहरू हो। उहाँ भिन्नै पार्टीको भए पनि हामीलाई पार्टी कुन हो र त्यो पार्टी कस्तो भन्ने कुरा हामीलाई कुनै लेनादेना छैन। व्यक्ति सही हुनुपर्यो, त्यो मान्छे सही हुनुपर्यो र उहाँले चाहिँ जुन व्यक्तिले चाहिँ देश र जनताको लागि यदि आवाज उठाउँछन् र सही काम गर्छन् भने त्यो व्यक्तिको म झोला बोक्न तयार छु। जस्तै एमाले पार्टीमा चाहिँ सुवाङ नेवाङ हुनुहुन्छ इलामबाट, उहाँ पनि एकदमै मनपर्ने पात्र हुनुहुन्छ। जस्तै काङ्ग्रेसमा हुनुहुन्छ हाम्रो चन्द्र भण्डारी, उहाँ पनि एकदमै मनपर्ने पात्र हुनुहुन्छ। जस्तै अब अरू पार्टीको भए पनि राम्रो काम गर्ने र राम्रो देश र जनताको निम्ति काम गर्ने व्यक्तिहरूको लागि हामी उहाँहरूको झोला बोक्न तयार छौँ। उहाँहरूलाई हामी साथ र समर्थन गर्छौँ। हामी जुनसुकै पार्टीको भए पनि हामीलाई कुनै लेनादेना छैन। यदि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यदि भोलि गलत काम गरेर गलत कदमहरू उठायो भने जुनसुकै व्यक्तिको अथवा पार्टीको बारेमा हामी विरोध गर्नलाई हामी एकदम दम तयार भएर बसेका छौँ। तर सही काम गर्ने जुनसुकै पार्टीको जुनसुकै व्यक्तिले गरे पनि उहाँलाई हाम्रो समर्थन सधैँ रहनेछ। स्पेसली मेरो समर्थन सधैँ रहनेछ।